आज मैले अनबक्सिङ भिडियो लिएर आइरहेको छु है। र अरू बेला चाहिँ अनबक्सिङ चाहिँ प्रायः सवनाको हुन्थ्यो, मिन्त्राको हुन्थ्यो होइन। तर यसपालि चाहिँ मेरो हस्बेन्ड आउनुभयो नि त घर, अन्त यहाँनिर आउनुभएको छ होइन। अन्त मम्मीले चाहिँ मलाई पठाइदिनु भएको छ पार्सल होइन, कोसेली घरबाट। र अनबक्सिङ चाहिँ यो मेरो चाहिँ होइन, यहाँ छ, यहाँ अर्कोमा पनि छ, तिनवटा छ ब्याग होइन। आज हेर्नुहोस् न, म तपाईँलाई देखाउँछु के ल्याएको छ भनेर। यो चाहिँ बहिनीको लागि मिठाईहरू होइन, मिठाईहरू। यो चाहिँ मम्मीले पठाइदिनु भएको है, सासु आमाले। र उयसले मेरो नन्द, ठुलो नन्दले पठाइदिएको है। यो चाहिँ हो वाइ वाइ, उसको लागि मिठाई। अन्त यस्तै रामेन बुलडगहरू पठाइदिएको होइन। यो यहाँ पनि छ होइन। त्यहाँदेखि चाहिँ यो चाहिँ हो चियापत्ती होइन, चियापत्ती रहेछ। मलाई पनि थाहा छैन यहाँ कतिवटा सामान हुन्छ, मलाई पनि थाहा छैन होइन, मम्मीले पठाउनु भएको। यो चाहिँ मसरुमको दाल, अन्त यो चाहिँ हो इस्कुस। यत्रो इस्कुस पठाइदिनु भएछ। यो चाहिँ हाम्रो घरकै हो, घरकै होला, घरको जस्तो लाग्यो। आथा इस्कुस छ यहाँनिर होइन। अनि यो अचार त दादाले ल्याइदिनु भएको, यो गार्लिक है। यो चाहिँ अचार दादाले ल्याइदिनु भएको। यो गुडपाक होइन, लाल पत्थर लाल तलले हेरेको यो होइन। अनि अर्को चाहिँ के छ भन्दा चाहिँ नि यो सुन्तला। सुन्तला तलबाट राखिस् तपाईँले है। ला खोलेर उतापट्टि खोलिहाल त, खोलेर बच्चामास होइन। अनि यो चाहिँ भटमासको रहेछ यो होइन। पिरो मिठो हुन्छ यो अचारै हो। कति त मलाई पनि थाहा छैन त। यो चाहिँ नन्दले पठाइदिएको मलाई होइन, नन्दले र मम्मीले पठाउनुको। घरबाट पठाएको, अब घरबाट पठाएको भन्दाखेरि कति खुसी लाग्छ नि त है। यो चाहिँ हो डल्ले खोर्सानी। अनि यो चाहिँ मासु, सुकाको मासु। यो चाहिँ तामाङहरूले खाने सुकाको मासु। मासुको नाम त नभन्नु होला हौ। अनि यो चाहिँ के हो यो त, एकछिन ल। मुलाको अचार रहेछ, मुलाको अचार। म प्याकिङ गरेर लाग्दो रहेछ। यो चाहिँ हो मुलाको अचार। अन्त अझै एउटा छ। अब यो बेग खाली भयो होइन। बेबीलाई त उतारेको छ होइन। अब यो चाहिँ चक्लेटहरू हो। यो चाहिँ सबै जङ्क फुड, खालि जङ्क फुड। लु ल, अब यहाँ चाहिँ एउटा स्पेसल चिज होइन, त्यो चाहिँ हो साग। यो मङ्पूको साग हेरिहाल्नुहोस् कत्रो चाहिँ हुन्छ हाम्रो मङ्पूमा साग। यत्रो एउटा पत्ताले, एकजना मात्रै छ भने एउटा पत्ताले काफी हो, सब्जी हुन्छ यो हो। अनि यो चाहिँ के हो, गुन्द्रुक पो रहेछ त, गुन्द्रुक पनि रहेछ यसमा होइन। यो चाहिँ नन्दले पठाएको होला, किनभने मम्मीले घरमा छैन गुन्द्रुक भन्दै थियो नि त। अनि यो चाहिँ के हो फेरि, किनेमा है, किनेमा रहेछ। बिचरा यस्तो गरेर यस्तो किनेमा पनि पठाइदिएछ होइन। निकै छ। यहाँ चाहिँ मेरो साथीहरू पनि छ नि त, अन्त हेर्नुहोस् न पुरा पठाइदिनु भएछ। यो नन्दले पठाइदिएको जस्तो लाग्यो। म आम्बो पुरा भयो किनेमा। थ्याङ्क यू दिपालाई। अनि यो चाहिँ हो के भयो, दाल।
मस्यामको दाल हो है, मस्यामको दाल यो मम्मीले पनि पठाइदिनु भएको थियो होइन। अन्त यो नन्दले पनि पठाइदिएछ र लु यति हो। यहाँ पनि इस्कुस चाहिँ यहाँ पनि चाहिँ अलिअलि र यति नै मेरो होइन कोसेली घरबाट ल्याएको कोसेली है। किनभने हिजो चाहिँ मेरो हस्बेन्ड आउनुभयो नि त, अन्त हस्बेन्ड आउनुहुँदा चाहिँ सिलगढीमा चाहिँ सबै पठाइदिनु भयो, सिलगढीबाट चाहिँ दादाले ल्याइदिनु भएको है। सो थ्याङ्क यू फर वाचिङ एभ्रिवान।